हेलो गाइज, फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। सबैलाई ह्याप्पी होली है त गाइज। आज पनि रियाड गर्न जाँदैछु म गणेश जेडीको एभ्री नेपाली इन होली भन्ने निकालेको रहेछ एक दिन अगाडि। ओके, लेट्स स्टार्ट द भिडियो है त। जोस केटा अस्ति भर्खरै भयङ्करै सिरिज हानियो। अब हाम्रो टार्गेट भनेको फिल्म हो। अनि दादा भाइन्स चाहिँ त्यस्तो भाइन्स पनि कसैले गर्छ? त्यो सानोतिनो युट्युबरले गर्ने कुरा हो के? हामी नेक्स्ट लेभल पुगिसक्यौँ। अब हाम्रो टार्गेट भनेको फिल्म, सिरिज अनि नेटफ्लिक्स। तर दादा अस्तिको भिडियोमा त भ्युजै आएन त। फर्स्ट एपिसोडमा त येलो डलर देखाइरहेको छ। के रे? केटा भाइन्स निकाल। नेपाली इन होली, एभ्री नेपाली इन होली। त्यही त भनेको, मेरो पनि भ्युज आउँदैन यार ब्रो। मलाई पनि केही हेल्प गर न गणेश ब्रो, इफ यु सी माई भिडियो सो होइन। मलाई पनि हेल्प गर ल ब्रो होइन। होली खेलेको खेलै मोबाइल जुडी यार थोड़ी वाइल्ड गरिस यार हामीलाई यार। होली खेल्ने नै यसरी हो नि त। आज हेर केटा, यो टोलको हामी टोलले दादाहरू कसैले पनि छोड्ने होइन। जो आयो रङ लगाइदिइहाल्यो, सुनको जस्तो नजर लाऊ। जो आए पनि इष्ट मित्र नाता गोता दाजु भाइ बहिनी दिदी होली खेलेको खेलै साला बोका म बोका भन्ने गीत पनि हालेको छु अरे। यस्तो गर्नु भएन नि त बोका होइन। जे भए पनि बोका पनि त्यतिकै हाल्छ कि जहाँ गए पनि साला। यो मैचाङ Happy Holi Changwa. ह्याप्पी होली। होली खेलेको काठमाडौँ सहारा साला केटीको सहारा। जत्ने केटी भयो नि तँलाई अझै सिंगल नै छस्। चुप। यो होलीमा आई हेभ अ मास्टर प्लान। अनि के हो त तेरो मास्टर प्लान? यो होलीमा पैसा तेरो दाइले बिहे। साले गतिलो मास्टर प्लान त बनाउँदैन जस्तैले मलाई थाहा छ कि। त्यही पनि हेरौँ कस्तो बनाउँदो रहेछस्। यो जोक चाहिँ यसले कडै हान्यो। चुप। तिमीहरू सिरियस हो न? सिरियस सुने केटी मतलब मेरो हुनेवाला बुढी सधैँ चाहिँ कलेज निस्किन्छ। होलीमा चाहिँ कुन चाहिँ कलेज खुल्ला हुन्छ भन्छ? घरबाट त निस्किन्छ होली नि त। घरबाट निस्किन्छ होली नि त। सुने राजु, तँ चाहिँ 3 o'clockबाट च्याप प्यान्ट हाल्नु पर्यो। त्यहाँ तैँले केटी आएको देख्छस्। केटी आएको देखिसकेपछि तैँले त्यहाँनिर डिस्ट्र्याक्ट गर्नु पर्यो। डिस्ट्र्याक्ट बुझिस्? अनि ह्याङ्गे 9 o'clockबाट पछाडिबाट आएर केटीलाई च्याप हात समाउनु पर्यो। है म त्यस्तो भाउजूको हात समात्दिन। अनि के समाउँछस्? चुप। के समाउँछस् त अरे? के समाउँछस् त अरे? साले भाउजूको त्यो समाउँछस् साले गजा। सिन्दुर हाल्न दे पास्ता, पहिला सिन्दुर हाल्न दे। सुने त्यसपछि म 6 o'clockबाट ट्याक्क हातमा सिन्दुर सहित च्याप 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 अगाडि आउँछु। त्यसपछि ह्याङ्गे तैँले चाहिँ केटीलाई थोरै हात समातेर मतिर टर्न गर्छस्। त्यसपछि मैले केटीको छिउदोमा सारा सिन्दुर हालिदिन्छु। अनि ह्याप्पी म्यारिज लाइफ। एकछिन एउटा काम बाँकी छ। के काम? तैँले पण्डित बोलाउँछस्। पण्डित बिना त कसरी बिहे हुन्छ? हो केटी आइ त के बिहे सक्सेस होला त? आई थिङ्क लाग्दैन मलाई सक्सेस होला। साला जहाँ पनि दयाङ राईकै जस्तो गर्छ फेरि लास्टमा। केटी पछि लाग्छ फेरि आफूले भएको देखाउँदैन। यसले पनि मलाई थाहा छ।
कहाँले हाल्न लाग्छ चाकु तिमी पछाडि मलाई थाहा थियो क्या तैँले बोका पन्जी देखाउँछ बाहुनले उडाइदिइहाल्छ भनेर उडाएरै छोडे बाहुनले फेरि होली खेलेको खेलै के हो तिम्रो नाम कान्छी परिचय पाम होली रहेछ आज हामी होली खेल्न जाम दामी बनाएको छ लिरिक्स चाहिँ दामी रहेछ है कस्तो बनाएको रहेछ अरू पनि सुनौ है सायद अरू गीत लामै होला सायद कपिराइट हान्छ क्या फेरि लाम भयो भने चाहिँ के हो तिम्रो नाम कान्छी परिचय पाम होली रहेछ आज हामी होली खेल्न जाम कता हिँडेको लोला बोकेर पिचकारी बोकेर बाल्टी बोकेर लौला के बोकेर झन्डै म पनि के बोल्दै थिएछु इट्स ओके नो प्रब्लम तर कपिराइट लाग्छ अलिकति कम भराम न साथी गीत सबलाई रोकेर अन्दाइ त्यसपछि चाहिँ मेरो लोला छ धेरै होली खेलेको खेलै मेरो लोला छ धेरै होली खेलेको खेलै लोला हानेको हाने होली खेलेको खेलै लोला हानेको हाने होली खेलेको खेलै मेरो लोला छ धेरै गीत चाहिँ दामी भन्न रहेछ मेरो छ लोला धेरै म खेल्के आएन साथीहरू अनेस्टली भन्नु त मलाई आउँदैन क्या यस्तो चिजहरू फेरि गाउन होइन हेर्न चाहिँ त्यो मजाले हेर्छु नि त इट्स ओके नो प्रब्लम होली खेलेको खेलै लोला हानेको हाने होली खेलेको खेलै होली खेलेको खेलै Happy Holi, baby. Same to you, cutie. You want to understand why you are doing होली खेलेको खेलै छपरी पारा देखाइहाल्छ है जहाँबाट बोकाले भाइ यार के गरे यार यो होलीमा त यार रङ बोलाउँछ त नि के टी-सर्ट हाम्रोतिर यस्तै हो कि ह्याप्पी होली भाइ के गर ह्याप्पी होली के गरे यो नयाँ टी-सर्ट के गरे के ह्याप्पी होली What a fun यार गाइस देऊ न एक थापट यार ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली बाउले मा के रे बाउले मात लगे भन्दै होला नि बरु ह्याप्पी होली ह्याप्पी होली पुरा नमानो ह्याप्पी होली अब भेदा होली सकिरहेछ अनि सकिने बित्तिकै म बोका के होला माकी डक्स ह्याप्पी होली के गरे यो के गरे साइको के गरे मेरो जुटो परेको दाइ हुन्न के हुन्न भने म नर्मल मारिहाल्छु नि पका भाइ दाइ मेरो तस्बिर किन्नु अब नि के भयो अब भाइ दाइ प्लिज माकी डक्स अति के कैँची लिएर नि आयो त्यहाँ छ है मा बिजनेस गर टी-सर्ट बिजनेस अति भएन रे त ह्याप्पी होली ह्याप्पी होली मेरो अघि च्याता भाइ पुइस है पुइ टी-सर्ट पसन्द उठेछ है ल नयाँ टी-सर्ट लिन आऊ न यस्तो भन्छ फेरि दिनु नि झट्का त होइन
मेरो पसल त्यहाँ छ है भन्छ फेरि अब बिजनेस डाउन छ यतिको त भइहाल्छ नि अब फेरि ड्युटीमा जानु पर्यो वर्षको एक दिन त होलीमा शिवजीलाई सम्झिनु पर्यो नि शिवजीलाई सम्झिने भनेको नि दसैँमा मात्र हो क्या तिमीहरूलाई थाहै छैन शिवलाई सम्झिने त 30 मा हो नि के कसो बोका 30 मा सम्झिन्छ शिवरात्रिमा पनि सम्झिन्छ त कस्तो बोका पुन्टी देखाएको इनर्जी ड्रिङ्क इनर्जी गरे इनर्जी देखाएर चाहिँ अब पाउँछ नि त मलाई इनर्जी असली नै रोदौँ अनि पो आउँछ त एनर्जी यो रहेछ नि त असली रेड बुल तपाईँको असली एनर्जी रेड बुल असली नै रोजौँ हुँदा हुँदा भान्समा पनि इनर्जी ड्रिङ्कको प्रचार गर्न थालेछ बोकाले ओके नो प्रब्लम होली खेलेको खेलै पहिलाको पालीको होलीको भिडियो नहेरेर ब्रो have never been faster than before. It's your time to get in touch with one of the most the coupon code. आखिर कसले हानिरहेछ लोला किन छ त रहस्य किन छ त रहस्य यसमा युक्रेन स्रोतका अनुसार युक्रेनको पनि ठुलो हात रहेको जानकारी आएको छ जानकारी अनुसार यसमा चीनको पनि इन्भल्भमेन्ट रहेको छ के रसियाले युक्रेनलाई 4 ट्रक लोला प्रहार गर्लान् त के डोनाल्ड ट्रम्पले युक्रेनको जेलीलाई लोलाले अब ऊ पनि बनाउन थालेछ न्युज पनि भन्न थालेछ जनता जान्न चाहन्छ जान्नुहुन्न तपाईहरु आखिर किन पत्ता लगाउन सक्नु भएको छैन लोला हान्नेलाई पुलिस भएर पनि किन मोहन ल बताइदिनुस् हाम्रो खोज तलास जारी छ हामी पनि ड्युटीमा हो हामी काम गर्दैछौँ यहाँ देख्नुभयो कहाँबाट हानिरहेको छ यो किन पुलिस भएर यस्तो त पत्ता लगाउनु पर्यो नि त तपाईहरुले देख्नुभयो आखिर कसले हानिरहेछ लोला कसले हानिरहेछ ल देखिस् बोका के लोला हान्नलाई पकड्ला त पुलिसले ल यार मैले त पकड्छ कि पकड्दैन सायद पकड्छ होला मेरो विचारमा तपाईँहरू कमेन्ट गर्नु गाइस पकड्छ कि पकड्दैन अब तीजको बेला त यतिको लोला प्रहार भइहाल्छ नि ह्यापी तीज के कसो जडियाले पो मनाउँदै रहेछ त फेरि होली तिजमा ह्याप्पी होली भन्दैछ बोका जडिया
Hey guys, thank you so much for watching this video. Happy Holi सबैलाई के भन्नु छ यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब सबै गर्नुस् हामी अब सिधै अर्को होलीमा भेट्छौं त्यतिसम्म बाइ बाइ ह्यापी होली अन्त त्यसपछि चाहिँ ओके गाइज यति नै रहेछ सबैलाई ह्यापी होली वान्स अगेन है कस्तो लाग्यो त हजुरहरूलाई मलाई त राम्रै लाग्यो फनी लाग्यो हैन हँसायो पनि केटोले हजुरहरूलाई जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु अनि मेरो रियाक्ट भिडियो पनि कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु है त ओके गाइज सी यू नेक्स्ट भिडियो बाई